साथीहरू पहिला हाम्रो यो जापानको डन माइला दाईको भिडियो हेरौँ अनि यसको फनी कमेन्टतिर लागौँ है त। ल साथीहरू नमस्कार नमस्कार नमस्कार। आबुल त खाना लाग्यो है। ल यो छुट्याउनुस् त, यो चाहिँ कोकनले छुट्याउनुहुन्छ, चिन्नुहुन्छ आज हैन। यो भात र यो दुध हो कि ढेँडो र दुध हो, यो कोकनले चिन्नुहुन्छ। ल चिन्नुस् त। ल माथि पनि देखाइदिएँ है मैले। ल हेर्नु भात होला कि ढेँडो होला, यसो छुट्याउनुस् त। रुको जरा सबर करो। कसले नमस्कार गर्यो? फेरि नमस्कार नमस्कार रे। देवुतोको खाना हो माइला दाई। के हो? मर्नुभन्दा 2-4 महिना अगाडि यस्तै हुन्छ। भाई साहब कुछ ज्यादा नहीं हो गया, मतलब कुछ भी। दाई यो त अस्ति नै खानु भएको थियो त। सधैँ भात र दुध मात्रै खाएर होला घैँते जस्तो पेट भएको। हाम्रो गाउँमा त सुँगुरले खान्छ माइला दाई। फेरि फन्नीमा कमेन्ट भाइरल हुने भयो। भैँसी बिहाको बेला पकाएर दिन्छ हाम्रोतिर त। बात त सही है। हाम्रो घरको कुकुरले यस्तै छादेको थियो हिजो। माइलो दाई अलि छिटो खानुस् खिर, नत्र थुक निलेर अगाउनु होला जस्तो लाग्यो। साथीहरू तपाईँहरूलाई मेरो भिडियो मन परेको भए लाइक कमेन्ट अनि सेयर गरेर सब्सक्राइब गर्न नभुल्नु होला है।